हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ फेरि पनि मेरो थर्ड ब्लगमा। र आज चाहिँ एकदमै घाम लागेको छ साथी। अस्ति कस्तो घाम लागेको छ कि आज पनि 2 दिन जस्तो त पानी पर्यो, त्यसको बादमा फेरि घाम लागेको छ। अहिले चाहिँ पुरा गर्मी छ। र यता चाहिँ बिहान बिहानै बहिनीले घर लिपेर गएको छ। आज चाहिँ पुरा घाम लागेको छ यहाँ, हेर्नुहोस् त यस्तो। र मेरो चाहिँ कपडा धुनु छ, म तपाईँहरूलाई देखाउने छु आज म के गर्नेछु भनेर। त्यसको बादमा चाहिँ मेरो यहाँ बरन्डा पनि लिप्नु छ। उता नानी सुतिरहेको छ मेरो, अनि यहाँ बरन्डा लिप्नु छ मेरो चाहिँ आज। उता माटो मुसिरहेको छ। अब चाहिँ म कपडा धुनु जानु आँटेको। मेरो छोर चाहिँ भाँसेको जस्तो भइरहेछ कि अहिले। म चाहिँ यहाँ कपडा धुनु जानु आँटेको। कपडा चाहिँ के धुनु छ भन्दाखेरि मेरो नानीको धुनु छ, त्यसको बादमा चाहिँ बिस्नु चादरहरू के धुनु छ। यहाँ हेर्नु होला, यस्तो घाम लाग्दैछ नि त नि, कपडा यति छिटो सुक्छ भने नि भन्नै पर्दैन कि। हामी चाहिँ ट्युबवेल अलिक चलाउनु मुस्किल छ क्या, चलाउनु सक्दैन। त्यही लागि मोटरले पानी यहाँ डरममा भरेर राख्छु कपडा सपडा धुनुलाई, हात खुट्टा धुनुलाई। अनि त्यही भएर यहाँ भरेर राखेको हुन्छु हामी चाहिँ कपडा धुनु पनि। र यहाँ कपडा धुनु चाहिँ मेरो चाहिँ यति। यो धुइसकेर भेट्ने छु तपाईँहरूलाई। मेरो छोरी चाहिँ त नि साथीहरू एकछिन म भएन भने सुत्नै खोज्दैन यहाँ। आउनु त अघि उठ्यो, यस्तो रिस उठ्छ भने नि। अब कपडा धुनु पर्ने, अब यस्तै बोकेर त धुनु पर्छ नि। नसोध्नै मेरो लाइफ चाहिँ कस्तो चल्दैछ भने, मेरो लाइफ चाहिँ यस्तो चल्दैछ, यस्तो बोक्नु पर्छ पछाडि। के साह्रो गरम के साथीहरू, बाहिर एकछिन निस्किन नसक्ने, घामले पोल्ने कि। यो फुल चाहिँ कस्तो राम्रो फुल्छ झन्, घाममा कस्तो राम्रो देख्छ कि यो फुल चाहिँ भने। बेलुका भएपछि सबै फुल्छ, अनि बिहान भएपछि दिउँसो चाहिँ कस्तो राम्रो फुल्छ कि। र म चाहिँ यता लिप्नु तरफ लागिसकेको छु साथीहरू। फटाफट लिप्नु पर्यो, घाम बेसी भयो भने फेरि सक्दैन गरमले भनेर नि त। पहिला सानोमा हुँदा चाहिँ कस्तो रहर लाग्थ्यो कि, लिप्नु ओर्नुलाई कस्तो रहर लाग्थ्यो। अरूले लिपेको पनि हिलो खेल्नु जान्थेँ सानोमा चाहिँ। लिप्नु जान्थेँ, बाटो पोल्दै जाने नजाने भए पनि अहिले ठुलो भएर लिप्नु जान पछि चाहिँ अल्छी लाग्दो छ। जे काम पनि जाने पछि चाहिँ अल्छी लाग्दो छ साथीहरू। मलाई त कस्तो अल्छी लाग्छ भने नि बरन्डाहरू लिप्नुलाई, घरहरू लिप्नुलाई नि त नि। यो फुल चाहिँ मैले हिजो ल्याएर रोपेको फुल भन्दै प्लान्ट। त्यसको बादमा यो मनी प्लान्ट जस्तै हो, यो पनि हिजो ल्याएर रोपेको। यहाँ हाम्रो यहाँ चाहिँ कस्तो राम्रो फुलेछ, व्हाइट कलरको र यहाँ येल्लो कलर। म चाहिँ खाना खानु आँटेको साथीहरू। अहिले चाहिँ कामसाम सकेर घर सर लिपिसक्यो, अब खाना खानु आँटेको। 12 बजी खाना खाएको, यो फेरि बिहानको भनेर नसोच्नु होला। यहाँ छ दाल र यो चाहिँ सानो आलु भुटेको। अनि त्यसको बादमा यहाँ छ गरम दिनमा खाने मही। तपाईँहरूलाई आँखा झिम्काइदिएको। र यहाँ छ मेरो फेभरेट खुर्सानी। मेरो फेभरेट त भुत खुर्सानी हो, तर अब भुत खुर्सानी छैन, त्यसले काम चलाउनु पर्यो नि। आजको ब्लग चाहिँ मेरो यति नै तक थियो। फेरि पनि नेक्स्ट ब्लगमा भेटौँला साथीहरू। आजको लागि बाई बाई।